धन्यवाद। लय छन्द कता कि हो, रस्व र दीर्घ मट्टु छु, पोखिन्छ मनको भाका, कविता हुन्छ टाङ्दछु। अभिवादन वशिष्ठ बन्धुको यहाँहरू सम्पूर्णमा। म आज पोखिएको छु सेतो सर्ट शीर्षकमा। विद्युतकर्मी साहित्यिक समाजद्वारा आयोजित हुने वसन्त काव्य गोष्ठीमा भाग लिनलाई इच्छा गर्दा 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 जागिरी जीवनका अन्तिम वर्ष होइन अन्तिम दिन म बल्ल भाग्यले छु। अरू साहित्यिक कार्यक्रमहरूमा त प्रतियोगितामा पनि भाग लियो, अलिअलि बन्धन हुन्थ्यो। मलाई बोल्न चाहिँ अलिकति धेरै मन थियो, तर नाचगान सहित एउटा मित्र मिलन कार्यक्रममा जानुपर्ने हुँदा म आफै बोल्न खोज्दै पनि आफै रोकेँ। म अब पहिलेको ठिक कि अहिलेको, पहिलेको ठिक कि अहिलेको खुट्ट्याउनै सकिन। पहिलेको न रातो न गुलाबी न प्याजी, कस्तो खै कस्तो कस्तो। अहिलेको सेतो सफेद प्रष्ट श्याम श्वेतको श्वेत। के यो ठिकै हो त? खै नियम फेरियो कि विनियम, तर सर्ट फेरियो अर्थात् सर्टको रङ फेरियो। भर्खरै मात्र दुईवटा सिलाए पहिलेकै, भर्खरै मात्र दुईवटा सिलाए पहिलेकै फेरियो फेरि फेरियो। पहिले पहिले त बाबु दाजुका घटाएर पनि लाइएकै हो। आजकाहरू मान्दैनन्। खैर जे होस्, फेरि किन्न पर्ने भयो। गए पसल भने साउजी सेतो, भने साउजी सेतो। साउजी सोध्छन् कस्तो सेतो, दुध जस्तो कि चाँदी जस्तो कि चाँद जस्तो, दुध जस्तो कि चाँदी जस्तो कि चाँद जस्तो, नौनी कि घिउ जस्तो। परे अलमल्ल भने जस्तो भयो नि सेतो निखोर सेतो, जस्तो भयो नि सेतो निखोर सेतो। ल्याएँ सिलाएँ लाएँ, ल्याएँ सिलाएँ लाएँ र गएँ सिधै लाइन मर्मत गर्न, र गएँ सिधै लाइन मर्मत गर्न। हाजिर पनि नगरी काम सके साँझतिर, फर्किए गुडमा लखतराम, खाएँ सुते मस्त। बिहानै सुन्छु ओछ्यानबाटै चर्को स्वर, बिहानै सुन्छु ओछ्यानबाटै चर्को स्वर। कुन भट्टीमा धोकेर कता बसारिएको हो, कुन भट्टीमा धोकेर कता बसारिएको हो। हिजै मात्र लाएको सर्ट छ्या, स्वास्नी रहेछ आफ्नै, स्वास्नी रहेछ आफ्नै। पर धारामा लुगा धुँदै, धारामा लुगा धुँदै। हैट सुत्दैन आज, हैट सुत्दैन आज। खै के लाउने होला खै। हाकिम साहबको किन सधैँ सुकिलो हुने होला है सेतो साट। सबैको जय होस्।